हेलो एभ्रिवान, खम्री नमस्ते। आज पनि हजुरहरूलाई मेरो मिनी भ्लगमा स्वागत गर्दै आजको मेरो मिनी भ्लग स्टार्ट गर्न गइरहेछु। सो सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनुहोला। र साथीहरू, मलाई थाहा छ यो भिडियो पनि तपाईहरुले एकदमै मन पराइदिनु हुनेछ र अहिलेसम्म चाहिँ मेरो मिनी भ्लग चाहिँ तपाईहरुले यति बेसी मन पराइदिनुहुन्छ, साथ सपोर्ट दिइराख्नु भएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद। हाम्रोतिर चाहिँ एकदमै बेसी बाँदर लाग्ने भएको कारणले गर्दाखेरि चाहिँ एकछिन घर छोडेर हिँड्दाखेरि चाहिँ यस्तो बनाइदिन्छ नि। हेर्नुस् न हो साथीहरू, तीन ट्याङ त मज्जाले खाइदिएछ नि त हो। अन्त बाँदर नपुग्ने ठाउँ कहाँ छ र अहिले त हो, संसारभरि छरिएर साला यो बाँदरहरू चाहिँ। मेरो मटर त हिजै तीन ट्याङ त मज्जाले खाइदिएछ नि हो। अन्त रिसै उठेर आउँछ म त। मेहनत गर्नु पनि बाँदरले यहाँनिर साह्रो पार्छ र कता। कस्तो दामी फलेको थियो नि फल्नु त तर। हेर्नुस् न साथीहरू, मटर त यति मजाले फलेको कि बाक्लो फलेको छ हो। तर पल्लोपट्टि चाहिँ पल्लो छेउमा चाहिँ बाँदरले खाइदिएर छैन नि हो। अब म चाहिँ भने यो मटर टिपेर लगेर चाहिँ केलाएर सब्जीहरू बनाउने छु है त साथीहरू। सब्जी चाहिँ आज मेरो मटर हुन्छ। आज चाहिँ मैले खानामा रोटी र मटर आलुको सब्जी खाने भनेर चाहिँ अघि मैले पिठो गुनेर पनि राखिरहेको थिएँ। अहिले चाहिँ भने मटर टिपेर आएर चाहिँ केलाइसकेर चाहिँ पिठो मजाले डल्लो पारेर चाहिँ अब मैले रोटी बेल्नु पर्ने हुन्छ। रोटी पकाउँदाखेरि चाहिँ नि एउटा ध्यान दिनुपर्ने कुरा हुन्छ साथीहरू, हामीले चाहिँ ग्यासमा डाइरेक्ट सेकाउनु हुँदैन। त्यही भएर चाहिँ एउटा सफा ह्यान्ड टावल लिएर चाहिँ हामीले यसरी प्रेस गर्नुपर्छ र आगोमा ग्यासमा सेकाउने कुनै जरुरतै पर्दैन है त साथीहरू। यो चाहिँ सोप है साथीहरू, कतिजनाले चाहिँ चिन्नु हुँदैन नि त। अब चाहिँ भने मेरो सब्जी पनि पाक्यो अनि रोटी पनि रेडी छ। ल खानको लागि म चाहिँ प्लेटिङ गरिसकेँ है साथीहरू। ह्यान्ड टावलले मजाले प्रेस गरेर पकाएपछि चाहिँ भित्रसम्म मजाले पाकेको हुन्छ, फुल्लेको पनि हुन्छ। तर यो चाहिँ अब हटकेसमा राखेपछि चाहिँ यस्तो भएको है त साथीहरू। हेर्नुहोस् त, एकदम सफ्ट छ है, मजाले अब चेप्दै खाने हो रोटी र सब्जी। यदि तपाईहरुलाई काँचै छ रोटी जस्तो लाग्यो भने चाहिँ तपाईहरुले पनि ट्राई गर्न सक्नुहुन्छ। र फर्स्टमा तावामा हाल्ने, त्यहाँदेखि अलिअलि फुलिन थालेपछि अर्कोतिर पल्टाइदिने, अनि त्यहाँदेखि चाहिँ ह्यान्ड टावलले, सफा ह्यान्ड टावलले मजाले प्रेस गरेर पकाउनुस्। तपाईलाई ग्यासमा सेकाउनुको जरुरत पर्दैन है त साथीहरू। ल त साथीहरू, आज बिहानको खाना सँगसँगै हजुरहरूबाट बिदा हुन पर्ने हुन्छ र फेरि पनि नयाँ मिनी भ्लग लिएर छिट्टै भेट्ने बाचा गर्दै अहिलेलाई भने बिदा चाहन्छु। हस्त नमस्ते, बाइ बाइ, हेभ अ गुड डे।